बैतडीको पुर्चौडी नगरपालिका 10 विजयपुर स्थित रौलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याक सुट हस्तान्तरण गरिएको छ। खान पुगोस् दिन पुगोस् अभियानको आयोजनामा सञ्चालन गरिएको शैक्षिक सामग्री सहयोग कार्यक्रम अन्तर्गत समाजसेवी तथा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले 50 थान ट्र्याक सुट सहयोग प्रदान गर्नुभएको हो। आफ्नो र श्रीमती मीरा थपलियाको जन्मदिनको अवसर पारेर पन्तले विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट सहयोग स्वरूप हस्तान्तरण गर्नुभएको हो। सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएका पन्तले जन्मदिनलाई औपचारिक उत्सवका रूपमा मनाउनु भन्दा पनि समाजका आवश्यकता भएका वर्गलाई सहयोग गर्नु बढी अर्थपूर्ण हुने बताउनुभयो। विद्यालयमा जाने विद्यार्थीहरूको लुगाहरू, कपडाहरू, उहाँहरूको किताबहरू अनि पुस्तकहरू त्यो कुरोमा उहाँहरूले सहयोग गर्दै आइरहनु भएको छ। त्यो कुराहरूमा हामीले धेरै सहयोग त उहाँहरूलाई गर्न सकेका छैनौँ, तर पनि उहाँहरूसँग जोडिन पाएको छौँ। र आज यो अवसरको दिनमा पनि मैले एउटा सानो प्रयास गरेको छु उहाँहरूसँग जोडिने। म यसै मिडिया मार्फत र आजको यो सानो कार्यक्रम मार्फत के भन्न चाहन्छु भने यसरी सबै मान्छेहरूले विभिन्न सङ्घ संस्थाहरूसँग जोडिएर जो समाजको लागि केही गर्छु भनेर अगाडि बढेका युवाहरू छन्, यसरी विभिन्न ठाउँबाट जसरी खान पुगोस् दिन पुगोस् भनेर उहाँहरूको टिम खटिरहनु भएको छ भने विभिन्न ठाउँमा अन्य युवाहरूका पनि टिमहरू खटिरहेका छन्। अब के छ, सबै ठाउँबाट हामीले यसरी सानो सानो सहयोगहरूले पनि जोडिएर अगाडि बढ्यौँ भने हाम्रो सानो सहयोगबाट कसैको भविष्य उज्जवल हुने, अन्धकारबाट उज्यालोतर्फ जाने त्यहाँसम्म पुग्ने कोसिस हुन्छ। यसमा सम्पूर्णलाई जोड दिन पनि म हार्दिक अनुरोध गर्दछु। ट्र्याक सुट हस्तान्तरण कार्यक्रममा बोल्दै खाना पुगोस् दिन पुगोस् अभियानका घनश्याम भट्टले दुर्गम क्षेत्रका विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने उद्देश्यले विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। यस्ता सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रति आकर्षण बढ्नुका साथै अध्ययनमा थप उत्साह मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। हामीले विगत 2 वर्षदेखि चाहिने एउटा खान पुगोस् दिन पुगोस् भन्ने अभियान सञ्चालन गरिराखेका थियौँ। सो अभियान अन्तर्गत हाम्रो यो बिहिबार चाहिने हामीले बैतडी जिल्लाको पुर्चौडीमा रहेको विजयपुरमा रहेको विद्यालयलाई रौलेश्वर माविलाई चाहिने हामीले त्यहाँ पोसाक वितरण गर्ने, त्यहाँ अति विपन्न गरिब परिवारका बच्चाहरूलाई चाहिने अध्ययनमा सहजता होस् भन्नका निमित्त हामीले पोसाक वितरण कार्यक्रम चाहिँ अभियान सञ्चालन गरेका थियौँ। हाम्रो सो अभियानलाई चाहिने विशेष गरेर आज हाम्रो निसर्ग हस्पिटलका चाहिने अध्यक्ष समाजसेवी युवा आदरणीय दाइ तीर्थ पन्तज्यूले आफ्नो र भाउजूको चाहिँ जन्मदिनको अवसर पारेर उहाँले आज हामीलाई चाहिँ हाम्रो अभियानलाई चाहिँ यो कपडाहरू चाहिँ उहाँले प्रदान गर्नुभएको छ। त्यसको लागि हाम्रो अभियानको तर्फबाट सम्पूर्णको तर्फबाट उहाँलाई हृदयदेखि आभार प्रकट गर्दै उहाँलाई फेरि पनि जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। सहयोग स्वरूप प्राप्त ट्र्याक सुटले विद्यार्थीको पठन पाठनमा सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै जन्मदिनको अवसरमा गरिएको यो सहयोगले शिक्षा क्षेत्रमा प्रेरणादायी सन्देश दिएको छ।